जुन हेर्नु तिमी माथि माथि सागरको जुन हेर्नु तिमी माथि माथि सागरको म हेर्छु मेरो जुन तिम्रो नजरको हो म हेर्छु मेरो जुन तिम्रो नजरको हो चिनारे खा केही देखाउन म भाग्य फेरौँला तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला हो तिमी बिहान साँझ मेरो तिम्रै बाटो हेरौँला फुलहरू मुस्काउँछन् पुतलीले गीत गाउँछन् लेकैमा कुहिरो पर्खिरहेछ सिमसिम सिमसिम हिमपानी बर्सिरहेछ सिमसिम सिमसिम हिमपानी बर्सिरहेछ तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर रुझाइरहनु नबर्सेर ए हा 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 कि फुल। थ्याङ्क यू। ठिक छ सुजन, ठिक छ। सुजन चापागाईजीको चाहिँ आफ्नो एउटा जुन फ्री स्टाइल छ नि, द्याट इज वाट मेक्स हिम भेरी डिफ्रेन्ट होइन। सुजनजी पनि आउनु भएको थियो होइन, अनि उहाँले चाहिँ जुन हिसाबले आफ्नो करियरलाई अगाडि बढाउनु भयो नि, त्यो प्यासन के फलो गर्ने, द्याट इज वाट आई लाइक। अनि हि केम अप विथ हिज ओन युनिक स्टाइल के, जुन चाहिँ इन्स्टेन्टली क्लिक भयो। अब हाम्रो सुजन श्रीपालीको कुरा गर्नु पर्दा चाहिँ सबै कुरा एकदमै मन पर्यो। त्यो फ्री स्टाइल जुन छ नि त्यो चाहिँ मिसिङ थियो, तर त्यसमा मलाई त्यति धेरै प्रब्लम छैन। मेरो लागि चाहिँ राम्रो लाग्यो। यु हेभ अ ब्युटिफुल भोइस। थ्याङ्क यू म्याम। ओभर टु यु मिस्टर न्यू बज्राचार्य। ओभर टु यु मिस्टर खाली प्रसाद बास्कोटा, के भन्नुहुन्छ? हामी यो पहिलो सिजनमा नेपालगञ्ज जाँदाखेरि नि नढाँटिकन भन्नुपर्दाखेरि हामीलाई सेलेक्ट गर्ने हम्मे भएको थियो, र अहिले यो हामी 6औँ सिजनमा आइपुग्दाखेरि नेपालगञ्जबाट तपाईँहरू जस्तो मान्छेहरू तयार भइसक्नु भयो होइन। जे भए पनि अहिले हामी कहाँ गीत गाउने र गीत गाएर आफ्नो करियर पर्सु गर्ने भन्ने कुराहरू एकदम बढिरहेको छ। तपाईँले आफूमाथि योभन्दा अगाडि जे जति गर्नुभयो सबै कुरा राम्रै लाग्यो, अनि अहिले गाएको गीत पनि मलाई एकदमै मन पर्यो है। थ्याङ्क यू सर, थ्याङ्क यू सो मच। म पनि चाहन्छु तिमीलाई चाहिँ एकपटक चाहिँ नि तिमीलाई अगाडि बढाउनु पर्छ भन्ने। थ्याङ्क यू सर। तर अगाडि बढाउनलाई के गर्नु पर्यो? सधैँ आफ्नो साइडमा राखेर है। यो सबै पावर चाहिँ अगाडि बढाउने पावर मेरो मात्रै हो है। किन भन्न? किन सर? यो कार्ड सबै मसँग मात्रै छ कि।
उनीहरूले राम्रो छ भने पनि त्यो अगाडि बढ्दैन तिमी म त फेरि एकैचोटि कुन राउन्डमा पुऱ्याइन्छु नि सिधै गोल्डन माइक दिइदिन्छु राम्रो छ है तपाईँको है ल हात मिलाउनुहोस् अनि तपाईँको मम र अङ्कललाई भन्नुहोस् दिस इज अ सरप्राइज